Hey everyone, welcome back to my channel. This is me Devika Limbu. If you're watching for the first time, then hello. म चाहिँ झापा बाचा हो and मैले चाहिँ आज vlog start गर्दैछु. Guess we're from Ramite. We are heading to Ramite. So I'm so excited, but right now आकाशबाट पानी झर्ने त्यही भएर हामी चाहिँ रोकिरहेको छौँ. यहाँ अहिले रोकेर चाहिँ हामी यहाँ बसिरहेको छौँ. अनि I'm very excited किनकि आज हामी जाँदैछौँ हाम्रो ग्याङ भनेको दाइहरू भाइहरू छैन भाइ चाहिँ एकदम म खुसी छु आज खुसी छ छैन हाई साथी वेलकम टु माई भ्लग आफ्टर सो मच हजुरको भ्लगमा ल्याउनु भएकोमा आफ्टर सो लङ सो एक्साइटेड गाइस अब लेट्स गो मेरो भ्लग स्टे ट्युन फर द गाइस हामी चाहिँ जाँदैछौँ मैले केप टाउन माथि हो हामी पुग्न लाग्यौँ अलमोस्ट हामी चाहिँ एकदम बब्बल एकदम खतरा के भन्छ अरे एक्सिडेन्ट गर्दै जाँदैछौँ पानी पर्दैछ हावा आउँदैछ घरिघरि घाम लाग्नु खोज्दैछ बब्बल रमाइलो भइरहेछ अनि हामी चाहिँ तर सिधै जान्छौँ टेन्ट हाउस छु माथि हो भने हामी चाहिँ सिधै जान्छौँ कहाँ भन्नुहोस् उतै चाहिँ एकदम सुशील शान्त स्वभावको हुन्छ कि बोल्न लगाउँछ त्यही भएर हो आइडी पनि नदिनु अरे हेर्नु न भ्यू त बब्बाल क्या फेरि सेक्सी देखिरहेछ कस्तो दामी देखेको क्या फेरि माथि त आई लभ लाइक दिस टाइप अफ नेचर गाइज हामी चाहिँ टेन्ट टाउनमा बसेर सिधै हामी चाहिँ आइतबारी लागेको एन्ड दिस इज द आइतबारीको भ्यू गाइज लुक एट मी को आइतबारदेखि हेर्नुहुन्छ सबैजनाले डु कमेन्ट आई नो हुनुहुन्न भनेर त्यही पनि कमेन्ट गर्नु होला हामी पुग्यौँ अब कहाँ बस्नु हुँदैछ से समथिङ है हेलो के भन्नु छ मेरो ब्लगमा सपोर्ट गरिदिनु होला हाम्रो बहिनीलाई हैन माया गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला त्यही हो हस् त अब भनिसकिसक्यो तपाईँहरूले आई होप गर्नुहुनेछ भने आशाका साथ एकछिनमा भेट्छु ल म तुङबा किनिदिनु होला ए हो हामी चाहिँ आइतबारमा छौँ अब कहाँ जाने के गर्ने डिसाइड भएको छैन ठिक गाइस पानी पर्यो रनिङ गाइस यो चाहिँ मैले दुईवटा सोच्दैन कि मैले अघि हात रसाउने चाहिँ लगाएको म अब फुकाहरूलाई चाहिँ बबालमा आइदिन्छु तर पानी चाहिँ पर्यो हामी चाहिँ यहाँ हामी आइतबारको एउटा साईमा कि साइन होटलमा आएको छौँ अनि यहाँ चाहिँ पानी पर्छ हामी चाहिँ थुक्पा सुक्पा खानेछौँ अनि यस अब यहाँको वेदर चाहिँ एकदम लभिट हो कि तर घरि पानी गरेकोले च्याउ लाग्ने छ मेरो ओटिटी देखाइदिन्छु पक्रिँदा कहाँ छु माम के पो के भन्छ मेरो आउटफिट चाहिँ अलिक यस्तो घुम्टो पार दिस इज माई आउटफिट हो साम्बाको सुज मेरो जिन्सको प्यान्ट एन्ड यो वाइट हो तर मैले एउटा पनि अझै एक्स्ट्रा लगाएको छु किनकि मलाई यहाँ उयो हुन्छ भनेर चाहिँ तर भित्र पनि सर्ट छ ल बाउली जस्तो रमिते हौ बाउली जस्तो उयो नभन्नु ल अघि भएर चाहिँ हो सो एक्साइटेड सो गाइज हाम्रो चाहिँ आयो चिकन थुक्पा हामी सबै चिकन थुक्पा खाएको यता छ ओके ल गाइज थुप्स आयो है थुप्स हाम्रो फेरि दामी हो थुप्स आयो ल साथीहरू लु चामाने रमितेमा यतिको थुक्पा चाहिँ खानुपर्ने हुन्छ हामी जान्छौँ सबैजना थुक्पा खान्छौँ मैले भिडियो बनाउँछु भने चाहिँ चुपचाप बोल्दै हुन्छ दाइहरू चाहिँ सो म चाहिँ खाएर अघि खाइसकेपछि फेरि खाएर देखाएको छु तपाईँहरूलाई चुपचाप बोल्नु हुँदैछ यस्तो डिस्टर्ब आने है प्रमोसन हुँदैछ नि त हैन रात भाइहरू बाबा एकछिन भेट्छु हामी चाहिँ यो होटलमा खाएको थियौँ के होटल हो साईमा के होटलमा खाएर दामी तरकारी म हेर्नु नि राम्रो चाहिँ मण्डला अनि खाएर चाहिँ अब निस्केको हामी अब चाहिँ फोटो भिडियो गर्छौँ हामी एक्साइटेड हेर्नु मण्डला अनि रमिते आएपछि यसको अगाडि फोटो नखिच्दा को नि होला र कोही छैनन् त्यही भएर हामी फोटो खिच्दैछौँ
Oh my god! Just look at the view, guys. Oh my god, I cannot believe in. Oh my god, हेर्नु न कस्तो दामी बब्बाल देखेको यार। स्वाट दामी। मिक्लाजुङ गाउँपालिका 1 बैकुण्ठे बजार स्वागत गर्दछौ। यस बाबा कस्तो दामी क्या यहाँ टक्क गार्डन। यहाँ फोटो जाँदैछ दुईजनाको फोटोसुट। दाइ गर्लफ्रेन्डलाई कल गर्दै हुनुहुन्छ। यस सरी 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 यसो हल्का गर्दै के गर्नु र अब यहाँदेखि यो बाटो चाहिँ मलाई बब्बाल लाग्छ कि तर यहाँ अफरोड भएर मात्रै नभए त पर चाहिँ सेक्री देख्ने छ नि गाइजहरू होइन त आम्बो सेक्री देखिरहेको छ त अनि के हो अब चाहिँ लागेको हामी अझै स्टिल टिकटक भिडियोहरू बनाउनै बाँकी छ कि त्यहाँ चाहिँ अलिअलि खिच्यौँ अनि अझै कति धेरै टिकटकहरू बनाउनु बाँकी छ गाइज अपलोड गर्नु परेन धेरै नभन न अलिकति धेरै छैन माथि 1-2 त बनायौँ त्यो त के हो र हिँडिसकेको नै थियौँ होइन उहाँ पर पुगिसकेको थियौँ दाइहरूले ऐसेल देखेर रोकेर अब फर्किँदैछौँ हामी ऐसेलु खान कस्तो देखेको म त जोकर जस्तो गाई छ नि ऐसेलु खाना चाहिँ म त ऐसेल टिप्दै हुन्छ लेट्सको म पनि त्यही जान्छु ल मैले सर्ट फुकाल्दै गएको चाहिँ कस्तो देखिरहेको थियो नि मलाई पनि दियो त ऐसेलु कति पर्छ पछि अम्बो कस्तो लटो र म हौ तर तल तल रहेछ पहिला खाएको त्यसै बिग्रिसक्यो मलाई पनि दिन्छ थ्याङ्क यू एउटा पो दिन्छ अनि अमिलो उयो पनि छ यहाँ छ ल हुने गऱ्यो हेर्नु न आमामा बुझ्यो केटाहरूको आँखा कस्तो थियो देखिगएछ त बाटो मुनि भएको पनि दाइ राम दिँदा मिठो पो रहेछ किम्बो जस्तै लाग्यो मलाई नौ कत्रो ठुल्ठुलो हो अन्त साइज पनि आम्बो आम्बो मार्छ त हो अन्त साइजले त थ्याङ्क यू सो मच दाइ ओके कस्तो पिटिदिएको गाइज अम्बो हामी 5 जना छौँ 5 जना छौँ हामी लोके लेडीका सुस्मा हेरौँ न फेरि यहाँ मान्छे बोय हाँसेको त फेरि के हो आएकै छु थ्याङ्क यू लोके अझै छ ठुलो देवीका पहिलेलाई दिनु पर्यो यार कस्तो गुल्यो लिने अनि ओए कामबाङ मिस्टर कामबाङ भन्दा मात्रै लौ हेलो कुरुङबाङमा यस सर दुमी पनि प्लिज मिठो अब चाहिँ लाग्यौँ हामी लभली लभली आफ्टर कति इयर्स पछि मैले खाएको नि त लभली लभली हो त नि मैले नखाएको कति भइसक्यो है गाइस बाई सो यो गाइस मिन्ट लेमोनेडको चाहिँ फर्स्ट टाइम चाहिँ ट्राई गर्दैछु ल रातिमा बसेको थाहा छ कि छैन I don't like भनेको गाइस हामी चाहिँ अब घर फर्किसकेको अनि आजको भिडियो चाहिँ त्यस्तो केही छैन मैले चाहिँ जस्ट अब हामी दाइहरूसँग चाहिँ फर्स्ट टाइम हिँडेको नि त त्यस्तो मेमोरी जोस् भनेर चाहिँ मैले जस्ट भिडियो बनाएको आजको भिडियो यति नै थ्याङ्क यू फर वाचिङ बाई